सर वेलकम टु माई युट्युब च्यानल। सर्वप्रथम म तपाईँहरूलाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। मैले अहिले तपाईँहरूको माझमा एउटा अहिले नेपालमा चलिरहेको एनपिएल गेम क्रिकेट सबैले याद नै छ, सबैले थाहा नै छ, किनभने नेपालमा धेरै जस्तो मान्छेहरूलाई क्रिकेट भनेपछि एकदम क्रेजी हुन्छन् होइन। त्योसँग सम्बन्धित एउटा भिडियो ल्याएको छु, जुन चाहिँ अब अहिले जुन नेपालमा भइरहेको क्रिकेट गेम हेर्नको लागि टिकट कसरी काट्ने र त्यसमा अनलाइनबाट नै कसरी बुकिङ गर्ने भन्नेसँग सम्बन्धित भिडियो लिएर उपस्थित भएको छु, अर्थात् मैले भिडियो एउटा बनाएको छु। यदि तपाईँहरूलाई पनि मन परेको खण्डमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न चाहिँ पक्कै पनि नभुल्नु होला र प्लिज सपोर्ट पनि गरिदिनु होला र सेयर सकेसम्म सेयर र सब्सक्राइब अर्थात् सेयर पनि गरिदिनु होला। यसको साथसाथै अहिले नेपालमा चाहिँ युट्युबबाट अनलाइनबाट चाहिँ भनौँ न गेम हेर्नको लागि अथोरिटी छैन पनि, र तपाईँले डिसोम्बा एप्सबाट पनि 300 रुपियाँ कति पे गरेर हेर्न पर्ने हुन्छ। त्यसैले तपाईँ ग्राउन्डमै गएर चाहिँ टिकट बुक गरेर कसरी हेर्ने अथवा कसरी टिकट काट्ने भन्नेसँग सम्बन्धित भिडियो मैले लिएर बनाएको छु। यो भिडियोलाई पक्कै पनि तपाईँले मन पराउनुहुन्छ भन्ने मैले आश गरेको छु। त्यसको लागि तपाईँको मोबाइलमा एन्ड्रोइडमा होस्, आइफोनमा होस्, जुनसुकै मोबाइलमा भए पनि तपाईँको मोबाइलमा एउटा खल्ती एप्स भनेर लगइन गर्नुपर्ने हुन्छ, अर्थात् खल्ती एप्स डाउनलोड गरेर आइडी बनाउनु पर्ने हुन्छ। त्यसको लागि तपाईँसँग एउटा मैले भनिहालेँ एप्स चाहिँ हुनुपर्छ, खल्ती एप्स। त्यसपछि तपाईँसँग खल्ती एप्स लगइन गर्नुपर्ने हुन्छ। खल्ती एप्स लगइन गरिसकेपछि मैले चाहिँ पहिले नै लगइन गरिसकेको भएर मेरो चाहिँ अटोमेटिकली यो मैले चाहिँ लगइन गरेर राखेका छन्। खल्ती एप्स आइडी बनाउने अनि त्यसपछि खल्ती एप्समा गएर चाहिँ तपाईँले तल लगइन गरिसकेपछि यस्तो अप्सनहरू आउँछ, जुनमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। यतातिर तल आएपछि एउटा यहाँनिर आउँछन् मुभी तपाईँलाई टिकटको पनि यहाँबाट बुक गर्न सक्नुहुन्छ। केबल कार, फ्लाइट भनौँ न, उड्नको लागि हरेक चिजको चाहिँ यो यहाँ खल्ती एप्सबाट पनि पैसा पे गरेर तपाईँले चाहिँ हरेक चिजहरू किन्न सक्नुहुन्छ। त्यस कारणले मुभीको पनि गर्न पाइयो। तपाईँले इभेन्ट यसमा चाहिँ अहिले चाहिँ हामीले टिकट जुन आइपिएलको टिकट काट्नको लागि चाहिँ इभेन्ट भनेर चाहिँ ठाउँमा एउटा इभेन्ट भन्ने अप्सन आउँछ, त्यो इभेन्ट भनेर क्लिक गर्नु होला। त्यसपछि एकछिन वेट गर्नुहोस्, त्यो आफै लोडिङ हुँदैछ। यसपछि यसरी आउँछ, एनपिएल भनेर आउँछ, लाइभ कन्सर्ट होइन, लाइभ कन्सर्ट अनि फेस्टिभल कमेडी होइन, सोहरू जस्तै यसरी आउँछ। यहाँ जुन मैले तपाईँहरूको अप्सनमा देखाइरहेको छु, यो जुन आइपिएलको लोगो आइरहेछ त्यो लोगोमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब यहाँ आउँछन् अप्सनहरू आउँछन्। नेपालमा सिजन टिकटको 2025 को यो चाहिँ सोमबारको लागि भनेर आछन् होइन। सोमबारको यो चाहिँ चितवन र लुम्बिनीको चाहिँ यो भइसकेको गेम होइन। त्यसपछि एनपिएलको लागि चाहिँ 2025मा पोखरा चाहिँ सुदूरपश्चिमको भनेर चाहिँ कति बजे फ्राइडे भोलिको लागि अर्थात् फ्राइडेको लागि भनेर चाहिँ आछन्। अब यसको लागि हेरौँ टिकट बुकमा टिकट खाली छ कि छैन। अब खाली सकेछ भने जुन शनिबारमा हुने, यो शनिबार जुन कहिले भनेदेखि त्यसपछि सटर्डे नोभेम्बर 22 हुने सटर्डे हुने चाहिँ गेम जुन काठमाडौँ र कर्णालीको गेम रहेछ, त्यो गेमको लागि चाहिँ अटोमेटिकल्ली 2-3 दिन अगाडि नै सोल्ड भइसक्यो भनेपछि यो सबै सिट सबै बुक भइसक्यो, एउटा पनि टिकट छैन भनेर देखाएको छ। यसरी देखाएको छ। अनि टिकट भएको रहेछ भनेपछि तपाईँको जस्तै शुक्रबारको लागि टिकट छ भन्यो भने यसरी देखाउँछ, एड भनेर देखाउँछ होइन, एड भनेर देखाउँछ। यति चाहिँ सबै 500 को टिकट छ, जोन 1 मा 500 को टिकट छ होइन। अरू चाहिँ सबै बिक्री भइसकेको भनेर जस्तै मैले चाहिँ मानौँ म कुन साइटमा गरेर चाहिँ मैले के अरे बसेर हेर्ने भनेर चाहिँ हेर्नको लागि तपाईँले यसरी पिक्चरमा पनि देख्न सक्नुहुन्छ। म जोन 1 मा बस्ने कि जोन 2 मा, जोन 3, जोन 4 होइन, जोन 1, जोन 2, जोन 3 कुन ठाउँमा बसेर चाहिँ मैले गेम हेर्ने भनेर तपाईँले यहाँबाट चुज गर्न सक्नुहुन्छ। डिस्क्रिप्सनमा यहाँ लेखेको कुराहरू छन्, उनीहरूले के भनेको छ, नेपाल प्रिमियर लिग 2025 को एनपिएलमा नेपाल प्रिमियर क्रिकेट टुर्नामेन्ट होइन, सो क्यासिङ एट द नेसनल भनेर लेखेको छ। टुर्नामेन्टहरू कुरामा सबै कुरा यहाँ लेखेको छ। तपाईँले यसरी पढेर चाहिँ आफैले पढ्नु होला र पढेर हेर्नु होला लगइन गरेपछि। अब जस्तै मैले जोन 1 मा चाहिँ जेनरल जोन 1 मा चाहिँ 500 को टिकट रहेछ, भोलिको लागि टिकट छ भने चाहिँ मैले यसरी एड गर्न सक्छु। कतिजनालाई चाहिँ मैले किन्न खोजेको त भनेपछि 1 2 3 4 5 6 7 होइन। अब सकेसम्म 5 जना लिमिटको लागि 5 जनासम्म किन्न सक्ने भयो तपाईँले, एकचोटिमा 5 जनासम्म किन्न सक्ने भयो होइन। अनि त्यसपछि यसरी चाहिँ यसरी तपाईँले किन्न सक्नुहुन्छ। अहिले मलाई किन्न परेन, किनभने मैले चाहिँ शनिबारको लागि भनेर बुक गरिसके भएर मैले चाहिँ यो चाहिँ कि तपाईँहरूलाई एउटा प्रोसेस मात्रै देखाएको हो है। सो यसरी चाहिँ तपाईँले चाहिँ आइपिएलको के अरे एनपिएलको गेमको चाहिँ टिकट यसरी चाहिँ अनलाइनबाट आफ्नै मोबाइलबाट खरिद गरेर
चाहिँ तपाईँ हेर्न जान सक्नुहुन्छ होइन। त्यसपछि यहाँ एड गरिसकेपछि तपाईँलाई एउटा लिस्ट आउँछ, प्रोसेसको लिस्ट आउँछ होइन। त्यसपछि यसरी लिस्ट आएपछि तल लिस्ट आउँछ अनि लिस्ट आएपछि तपाईँलाई त्यसलाई चाहिँ लिस्टलाई चाहिँ कपी गरेर अर्थात् त्यसलाई चाहिँ एउटा प्रिन्ट निकालेर पनि हुन्छ, प्रिन्ट निकालेर ल्याउने र त्यसपछि लिस्ट ल्याएर दिएपछि सो त्यहाँबाट इन्ट्री गराउँछ। यसरी चाहिँ तपाईँले खल्तीबाट पनि आफ्नो टिकटहरू बुक गर्न सक्नुहुन्छ है, बुक गर्न सक्नुहुन्छ र खरिद गर्न सक्नुहुन्छ। यसरी नै प्रोसेस गर्ने। अनि तपाईँलाई एउटा लिस्ट आउँछ, तल लिस्ट आएपछि यसरी 1500 1400 अब कति अब तपाईँ भिआइपी सिटमा छ भने 1500 लिन्छ। भिआइपी भन्दा अलिक कमजोरको सिट छ भने 1000 रुपियाँ र नर्मल सिटमा बस्नु छ भने तपाईँलाई 500 रुपियाँको, न्यूनतम 500 रुपियाँ, अधिकतम भनेको 1500सम्मको चाहिँ एउटा टिकट छ। यदि तपाईँले चाहिँ सिजनभरिको लागि पनि किन्न चाहनुहुन्छ, म सिजनभरिको लागि किनेर नै पहिले नै किनेर यो टिकट खरिद गर्न चाहन्छु र पहिले नै सबै एउटै सिजन चाहिँ म सिद्धाउनलाई चाहिँ तिरेर चाहिँ भने 15,000 रुपियाँ चाहिँ तपाईँलाई लाग्छ। सो 15,000 तिरेर तपाईँले चाहिँ यहाँबाट 15,000 रुपियाँ प्रिमियम सिजन टिकट तिर्नुभयो भने तपाईँले चाहिँ सिजनभरि नै यो आइपिएल एनपिएल भरि नै तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ। यसरी नै खल्ती एप्समा एउटा यसरी बनाएको छ। सो गाइज तपाईँले नै यदि नजानेको खण्डमा अझ यसको प्रोसेस जानेन भने मलाई चाहिँ यो भिडियोमा म्यासेज गर्नुहोला र कमेन्ट छोडेर राखिदिनु होला। मैले यो गरेर तरिका जानेन, मैले यो गर्ने सिस्टम चाहिँ जानेन, प्लिज कसरी गर्ने हो भनेर चाहिँ एउटा कमेन्ट छोड्नु होला। फेरि पनि म तपाईँलाई योभन्दा अझ स्पष्टताले बुझाउनेको हिसाबले तपाईँलाई भिडियो बनाएर पोस्ट गरिदिन्छु म मेरो युट्युब च्यानलमा। यदि तपाईँलाई यो भिडियो मैले अन्तिमसम्म हेरेर साथ दिनु भएको खण्डमा यदि यस बारेमा केही कमेन्टहरू कुनै कमजोरी छ भने कमेन्ट गरिदिनु होला र यसको लागि फेरि पनि म अर्को भिडियो बनाएर पोस्ट गर्नेछु। हस्, अहिलेको लागि धन्यवाद।